आदरणीय दर्शकवृन्द नमस्कार। वर्ष 2010 प्रधानमन्त्री थिए माधव कुमार नेपाल। भारतका चर्चित योग गुरु बाबा रामदेवको संस्था पतञ्जलिले नेपालमा एक आयुर्वेदिक अनुसन्धान केन्द्र र योग प्रशिक्षण स्थल बनाउने भन्दै काभ्रे पलाञ्चोक जिल्लामा करिब 815 रोपनी जग्गा किन्न अनुमति पायो। तर नेपालको भूमि सम्बन्धी कानुन अनुसार एउटा संस्थाले यति ठूलो क्षेत्रफलको निजी जग्गा किन्न सक्दैन। सरकारले जमिनको सीमितता तोकेको हुन्छ। तर प्रधानमन्त्री माधव नेपाल नेतृत्वको मन्त्री परिषदले पतञ्जलिलाई विशेष छुट दिँदै भूमि हद माफ गरिदियो। पतञ्जलिले 593 रोपनी जग्गा किन्यो। केही महिनापछि त्यो मध्ये 314 रोपनी निजी व्यवसायीहरूलाई बिक्री गरियो। CIAA अर्थात् अखितियार दुरुपयोग अनुसन्धान आयोगको आरोप अनुसार जग्गा खरिद र बिक्रीको प्रक्रिया अवैध थियो। सरकारको नाममा हुनुपर्ने सार्वजनिक जग्गा पतञ्जलि मार्फत निजी व्यक्तिमा सरेको थियो र त्यो पनि कम मूल्य देखाएर। तर वास्तविक कारोबार मूल्य करोडौंमा भएको खुलासा भयो। कर छल गर्न खरिद बिक्रीका मूल्य कागजमा निकै कम देखाइएको थियो। 2025 सालको जुन 5 गते अखितियारले 92 जना विरुद्ध मुद्दा दायर गर्यो। प्रमुख नाम थियो पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल। अखितियारको आरोप, उनले प्रधानमन्त्री हुँदा मन्त्री परिषदलाई दबाब दिँदै जग्गा छुट स्वीकृत गराए, सरकारी अधिकारीहरूलाई निर्देशन दिए। नाफा कमाउनकै लागि सार्वजनिक जग्गा पतञ्जलिको नाममा पास गरियो। सरकारलाई भएको अनुमानित घाटा रु 18 करोड 58 लाख। पतञ्जलि योगपीठ नेपालले भने भारतको मुख्य संस्था बाबा रामदेव र आचार्य बालकृष्ण यस घटनामा संलग्न नभएको बताएको छ। तर संस्थाका नेपाली सञ्चालकहरू शालिग्राम सिंह लगायत प्रत्यक्ष संलग्न रहेको आरोप छ। पतञ्जलिको नाममा जग्गा किनेर फेरि अरूलाई बिक्री गरिएको थियो। कतिपय बिक्री पुनः पतञ्जलिले नै खरिद गर्यो। यसबाट करोडौं नाफा कमाइयो, जसको सम्पूर्ण लेखाजोखा कागजातमा छैन। माधव नेपालले भने आफू निर्दोष रहेको दावी गरेका छन्। यो सबै उनी विरुद्धको राजनीतिक षड्यन्त्र भएको बताएका छन्। उनको पार्टी एकीकृत समाजवादीले पनि यस मुद्दालाई बदनियतपूर्ण भनेको छ। पार्टीले भन्यो यो सत्ता पक्षको बदला हो र यो प्रकरण प्रधानमन्त्री ओलीको दबावमा अघि बढाइएको आरोप लगाइयो। तर कानुनी हिसाबले अखितियारको मुद्दा दायर भएपछि नेपाल स्वतः सांसदबाट निलम्बनमा परेका छन्। यदि दोषी प्रमाणित भए उनलाई 17 वर्षसम्म कैद सजाय हुन सक्छ। नेपालको राजनीति सधैँ सत्तामा भएकालाई केही नहुने मानसिकता राख्ने बताइन्छ। तर यो प्रकरण फरक छ। पहिलो पटक कुनै पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा लागेको छ। के यो एक राजनीतिक बदला हो कि कानुनको विजय? जनताको नजर अब विशेष अदालतमा केन्द्रित हुनेछ। यो एक सामान्य जग्गा विवाद मात्र होइन, यो हो सत्ता, धर्म, व्यापार र भ्रष्टाचारको जटिल जाल। तपाईलाई के लाग्छ? पूर्व प्रधानमन्त्री दोषी छन् वा यो उनीमाथि भएको षड्यन्त्र हो? कृपया कमेन्टमा आफ्नो धारणा लेख्नुहोस्। भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।